हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। म ओम शान्ति बुटिकबाट आज हजुरहरूलाई मेरो दिनभरिको काम देखाउँछु है। आज दिनभरि मैले के गरेँ हजुरहरू हेर्नुहोस् ल। सुरुवात यो बेबी फरकबाट सुरु गर्छु है। हेर्नुहोस् न कति राम्रो क्युट फरकहरू बनेको छ, सुट बनेको छ। यो सानो मान्छेको लागि एकदम राम्रो, बेबी गर्लको लागि है। एकदम क्युट फरकहरू हेर्नुहोस् न, देख्दैमा आफै लगाउँ जस्तो छ नि। हजुरहरूलाई नि यो ड्रेस मन पर्यो भने हामीलाई अर्डर गर्नुहोस् है। हामीहरू जस्तो सुकै डिजाइन पनि बनाउन सक्षम छ। अब आयो मम्मीको पालो, क्युट बेबीको मम्मीको पालो। यो सेम ड्रेस मम्मी छोरीको, मम्मीको नि रेडी भइसक्यो। यो 3 पिस सेट पनि हेर्नुहोस् न कस्तो राम्रो छ है। यसको तलको चाहिँ लेङ्गा टाइपकोमा छ। हामीहरूले चाहिँ उहाँलाई लगाउन सजिलो होस् भनेर डोरी राखेको छौँ। अनि ब्लाउज अनि यसको आउटर चाहिँ मैले देखाउनु भुलेछु, सरी है यसको लागि। अब आयो साडी ब्लाउजको सेट। यो साडीमा अरेन्ज कलरको ब्लाउज कस्तो देखेछ कमेन्ट गर्नुहोस् ल। उहाँले जुन मिल्छ त्यही बनाइदिनु भन्नुभएको थियो, मैले चाहिँ यही बनाइदिएँ। अब आयो कुर्ता चाहिँ आइरनै गरेको छैन, मैले एउटै मान्छेको भएर हजुरहरूलाई देखाइहालेँ। यो गाउन हेर्छु न, यस्तो राम्रो देखेछ नि, पिङ्क र गोल्डन कलरको एकदम क्युट देखेछ। उहाँले चेक पनि गरिसक्नु भएको छ, ओके छ। अब आयो सेतो गाउन, एकदम राम्रो देखेको थियो। यसको भिडियो चाहिँ मैले राखिदिइसकेको छु, हेर्नुहोस् ल गएर, फुल्ली भिडियो छ। अब यो वान पिस हेर्छु न, यस्तो राम्रो छ। यति मुलायम कपडामा हामीहरूले उहाँको लागि रेडी बनाइदिएको, सुती कपडामा। अब यो सबै सामान प्याक गरिदिएँ मैले। उहाँको भिडियो लामो भयो, अहिलेसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। सधैँभरि यसरी नै माया गरिदिइराख्नुहोस् ल। उहाँ म्याम चाहिँ बाहिर जाँदै हुनुहुन्छ। हजुरको बाहिरको यात्रा सफल होस्, सुखमय होस्। बाहिर गएर नि हामीलाई सम्झिनु होला। यसै गरी नै सामान प्याक गरेर हजुरलाई पठाउन पाऊँ। थ्याङ्क यू सो मच म्याम, यति धेरै अर्डर हामीहरूलाई दिनुभएकोमा। थ्याङ्क यू, मिस यू।